अब धान पनि पाक्यो हैन त। ल दसैँ र तिहारमा पारिलो घामसित यो लहराउँदो धानको बाला कस्तो लाग्छ विदेशमा हुनेहरूलाई? ल भन्नुहोस् त यसो नडाटिकन। मलाई त बेसरी सम्झना आउँथ्यो अझ त्यो पाती के लह 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 फुलेको हैन, अनि कस्तो के, अनि त्यो थुङ्गे फुलहरू हैन रातो फुलेको पहेँलै भएको कस्तो माया लाग्थ्यो मलाई त हैन त। फुलहरू टन्न छ त्यहाँ, कस्तो दामी छ हौ यो ठाउँ। भेरी यो चाहिँ मैले एउटा त्यो चोइसम साग लगाएको, यो धनियाँ मुला, हिजो मुला साग खाइदियो। यो चाहिँ हो यो लसुन रोपेको, त्यहाँ छ टमाटरहरू। ओ माई गड, त्यहाँ त चिन्नु पो झुन्डे रहेछ हेर्नु त। यो बजारमा किन्नुपर्छ, यहाँ बुटा त्यत्तिकै झुन्डे। यो स्विट पोटेटो सुटेनी, मैले चाहिँ सुटेनी बेसरी खाने भइयो हेर। यो लसुन रोपेको, यहाँ आलु पनि छ, लसुन पनि छ हेर्नु त। खुर्सानीहरू सब, खुर्सानीहरू चाहिँ लियो के अरे सक्यो। अब यहाँ चाहिँ साग रोपिदिनु पर्यो। यो त बिचरा उस्तै पो भइसक्यो के, हेर पानी लाउन गाह्रो हुन्छ भन्दै थियो। जीवन, जीवनको साथी यही हो, यो हो नि त साथी, कहिले नि नछोड्ने विश्वासिलो साथी यही होइन। जीवनका दिन छुटा सही दिलवालो क्या उगारे कता राम्रो छ हेर्नु त। यो आउने ठाउँ ए बेलामा पनि यहाँ त गजबै हुन्छ हौ। जे कुराले नि असर नगर्ने ठाउँ यो हो के। गर्मीमा गर्मी पनि हुँदैन, जाडोमा यस्तो बारिलो घाम लाग्छ। ए हो के आयो भने जङ्गल। यो यस्तो राम्रो साग हो मैले रोपेको, यसलाई कहाँ रोप्ने रहेछ र? ल ल ये कहाँ गए हम